हेलो गाइजहरू, आज चाहिँ ट्याक्क लाएर काँक्रा होइन खान लागेको छौँ। ट्याक्क लाएर काँक्रा आज ट्याक्क चर 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 पारेर काटेर है पिठो तरिकाले खान लाग्छौँ। यहाँ नानी चाहिँ अनि अर्को नानी यता छ अनि अर्को होमे यता छ ट्याक्क लाएर अनि हामी आज चाहिँ सबै मिलेर होइन ट्याक्क लाएर काँक्रा चाहिँ काटेर खान लाग्छौँ। हेर्नुहोस् गाइस अन्त्यसम्म है ट्याक्क लाएर यसरी काटिन्छ त्यसपछि काटेर ट्याक्क लाएर अनि यताबाट यसरी ट्याक्क यो सानो भाग चाहिँ फाल्नुपर्छ अनि त्यसपछि यसरी लामो तरिकाले यसरी काटेर होइन गाइजहरू यसरी काटेर ट्याक्क लाएर आजकल त काँक्रा खाने सिजन हो है। काँक्रा चाहिँ धेरै मिठो हुन्छ। काँक्रो भन्छौँ है हामी, काँक्रा होइन ट्याक्क लाएर यसरी काटेर यस्तो दामी छ काँक्रा चाहिँ ट्याक्क कति मिठो छ। हेर नानीहरूले खोसाखोस गरेर काँक्रा चाहिँ सबै नै सक्न लागिसक्यो क्या। भिडियो बनाउन लाग्छ मैले, तर काँक्राहरू चाहिँ सबै टानी सकेर लास्टमा नानीहरूले सबले तानेर आफै तानेर काँक्रा पनि सब खाइसक्नु लागिसक्यो। योले यसरी खान्छ यो काँक्रा, ठुलो सबभन्दा ठुलो लगाएको छ यसले यसरी खान्छ। अनि त्यहाँ सबैले काँक्रा हेर्दा होइन काँक्रै के अरे मैले भिडियो बनाउँछु भनेर यसो मोबाइल लगाउँदै काँक्रा सबै टाप टुप्प टिप्दै मलाई चाहिँ लास्टमा काँक्रै भएन होइन, काँक्रा खान पाइएन। सानो काँक्रा यसरी सबले ताना गरेर होइन चिर्दा बित्तिकै भिडियो बनाउनु लाग्यो, अरूले सबले तानेर सब नानीहरू चाहिँ सबले खाना खायो गाइजहरू है। काँक्रा चाहिँ यस्तो मिठो हुन्छ। यो कृषिको काँक्रा हो है, कृषिको काँक्रा हो ट्याक्कै खोलिसकेको छ। खाने भए सम्पर्क गर्नु होला गाइज। नानीले खाइरहेको छिन्। कस्तो छ नानी? ठिक छ अरे है, ठिक छ भन्छन् नानीले। खाइरहेको छिन् ट्याक्क लाएर ती खाइरहेको छिन्। अनि यहाँ नानीले ठुलो नानीले पनि खाइरहेको छिन्। काँक्रो त मलाई लास्टमा काँक्रै छैन, अझ खाने हामी 2-3जना छौँ, काँक्रो नै छैन। सबैले एकन्टा सबले समातेर है लगिसकेका छन् क्या। काँक्रै भएन यहाँ लास्टमा त गाइजहरू। ल गाइज काँक्रा खायौँ हामी चाहिँ। खाने भए सम्पर्क गर्नुहोला है। आजकल को कोले काँक्रा खानु भएको छ